एकादेशमा सिमले भन्ने एउटा सुन्दर गाउँ थियो। त्यो गाउँको बीचमा हरिप्रसाद र कौशल्या ठूलो घर थियो। हरिप्रसाद गाउँका गण्यमान्य व्यक्ति थिए भने कौशल्या सिधा साधे धर्म कर्ममा विश्वास गर्ने महिला थिइन्। उनीहरूका 2 छोरा थिए, जेठा राम र कान्छो श्याम। कथा सुरु हुन्छ जेठी छोरा रामको बिहेबाट। रामको बिहे सुन्तली नाम गरेकी एउटी केटीसँग भयो। सुन्तली हेर्दा यति सोझी थिइन् कि मान्छेहरू भन्थे, ओहो गाई जस्ती बुहारी पाएछन् कौशल्याले। उनी सधैँ नम्रसँग बोल्थिन्, टाउको सधैँ निहुराएको हुन्थ्यो। तर सुन्तलीको भित्री रूप अर्कै थियो। उनी भित्र घमण्डको पहाड थियो। उनी सोच्थिन्, यो घरमा म बाहेक अरू कोही जान्ने हुनुहुँदैन, सबैलाई मेरो औलामा नचाउनु पर्छ। केही वर्षपछि कान्छो छोरो श्यामको बिहे पुतलीसँग भयो। पुतली हेर्दा चलाक, हँसिली र सबैलाई रिझाउने खालकी थिइन्। तर उनको बानी के थियो भने उनी अगाडि दिदी दिदी आमा आमा भन्थिन्, तर मौका पाउन सासु ससुराको कान फुक्न, कुरा लगाउन पछि पर्दैन थिइन्। अब सुरु हुन्छ यो घरको महाभारत। जेठी बुहारी सुन्तली बिहान 4 बजे उठ्थिन्। उनी उठ्ने बित्तिकै नुहाई धुवाई गरेर पूजा कोठामा बस्थिन्। घरको सबै काम लथालिङ्ग हुन्थ्यो। गाई बस्तु बोक्कै कराउँथे। तर सुन्तली 2 घण्टासम्म घन्टी बजाएर बस्थिन्। सासु कौशल्या मक्क पर्दै भन्थिन्, मेरी जेठी बुहारी त देवी नै हो, बिहानैदेखि भगवानको नाम जप्छे। तर सुन्तलीको यो नाटक काम छल्ने बहाना मात्रै थियो। उनी पूजाको बहानामा गाह्रो काम, गोबर फाल्ने, पानी बोक्ने सबै सासु र कान्छी बुहारीको टाउकोमा थुपार्थिन्। एक दिनको कुरा हो, घरमा निकै धेरै दुधको तर जम्मा भएको थियो। सुन्तलीले मौका छोपेर भान्सामा पसिन् र आधा तर कचरामा हालेर सुवा पारिन्। मुख पुछेर बाहिर निस्किन् र आँगनमा आएर यस्तो सोझो अनुहार लगाइन् कि कसैले शंका गर्नै सक्दैन थियो। कान्छी बुहारी पुतली भान्सामा गइन्। तरको भाँडा आधा खाली देखिन्। उनले तुरुन्तै चाल पाइन्। पुतली दौडिँदै सासु भएको ठाउँमा गइन् र काने खुसी गरिन्, आमा हेर्नुहोस् न, जेठी दिदीले पूजा सकेर सिधै भान्सामा गएर तर चोरेर खानु भएछ। अघि भर्खरै मुख पुस्दै निस्किँदै हुनुहुन्थ्यो। कौशल्याले पत्याइनन्, हत्तेरीका मेरी सोझी बुहारीले त्यस्तो गर्दै गर्दिन, उता आज एकादशीको व्रतमा छे त। त्यही बेला सुन्तली आइपुगिन्। उनले सासूको खुट्टा मिच्दै मसिनो स्वरमा भनिन्, आमा आज मलाई किन किन चक्कर लागिरहेछ, सायद खाली पेट भएर होला। तर पनि हजुरहरूको सेवा गर्न पाउँदा मलाई भोक प्यास केही लाग्दैन। यो सुनेर सासूको मन पग्लियो। उनले उल्टै कान्छीलाई गाली गरिन्, छी पुतली, जेठानी दिदी व्रत बसेर भोकै छिन्, त चाहिँ उल्टे कुरा लाउँछिस्, जा गएर काम गर। सुन्तलीले पुतलीलाई हेरेर मुसुक्क हाँस्दै आँखा झिम्काइन्। त्यो हाँसोमा यति घमण्ड थियो कि पुतली भित्रभित्रै मुरमुरिन्। दशैंको बेला थियो। घरमा सासूका माइतीबाट पाहुना आएका थिए। यो बेला आफ्नो प्रभाव जमाउने राम्रो मौका थियो। सुन्तलीले सासूले भनिन्, आमा हजुर पाहुनासँग गफ गर्नुहोस्, म र पुतली मिलेर मासु पकाउँछौ। भान्सामा पसेपछि सुन्तलीले एउटा चाल चलिन्। उनले पुतलीलाई भनिन्, बहिनी तिमी गएर अचार पिस्देऊ न, म मासु भुट्छु। पुतली अचार पिस्न बाहिर गइन्। सुन्तलीले मौका छोपेर मासुमा 3 मुठी नुन हालिदिन्। अनि जब पुतली भित्र आइन्, सुन्तलीले भनिन्, बहिनी मलाई अलि सन्चो भएन, बाँकी तिमीले हेर न है, भन्दै उनी बाहिर निस्किन्। खाना खाने बेला भयो। सबै पाहुना र सासु ससुरा खाना बसे। जब मासु मुखमा हाले सबैको मुख बिग्रियो। मासु त नुनको पोको जस्तै थियो। हरिप्रसाद कड्किए, यो के पकाएको, कसले पकाएको यो मासु? सुन्तली दौडिँदै आइन् र रुन्चे अनुहार लगाउँदै भनिन्, बुवा मैले त अघि नै मासु ठिक्क पारेर छोडेको थिएँ, अन्तिममा कान्छी बहिनीले चलाकी थिए, सायद अन्दाज भएन होला, बिचरा भर्खर किछिन गल्ती भयो होला, माफ गरिदिनुस्। सुन्तलीले यति मिठो बोलेर बचाउ गरेको देखेर पाहुनाले पनि भने, हेर जेठी बुहारी कति समझदार, कान्छीले बिगारेको काम पनि आफूले नै जिम्मा लिँदै छिन्। यता पुतलीको रगत उम्लियो। उनले सासूलाई भान्साको कुनामा लगेर पोल लगाइन्, आमा मैले मासु छोएकी थिइन, यो सब दिदीको काम हो। हजुरहरूलाई मसँग भड्काउन उहाँले जानी जानी नुन हाल्नु भएको होला। उहाँ त बाहिर सती सावित्री बन्नुहुन्छ, तर भित्रभित्रै हामीलाई सिताउन लाग्नु भएको छ। सासूले भनिन्, चुप लाग, आफ्नै दिदीको बारेमा यस्तो नराम्रो सोच्छिस्? तैले बिगारेको थाहा पाउँदा पाउँदै पनि दिदीले ढाकचोप गरिन्, त चाहिँ
उल्टै कुरा लगाउँछिस्? सुन्तलीले फेरि बाजी मारिन्, तर यसपटक पुतलीले कसम खाइन्, अब त म दिदीको असली रूप नदेखाइ छोड्दिन। एक दिन हरिप्रसाद शहरबाट फर्किँदा 2वटा साडी लिएर आए। एउटा रातो रङको एकदमै महँगो बनारसी साडी थियो भने अर्को सामान्य सिफनको साडी थियो। सासूले दुवै बुहारीलाई बोलाइन्। सुन्तलीको आँखा त्यो महँगो रातो साडीमा गयो। उनलाई त्यो साडी जसरी पनि चाहिन्थ्यो, तर सिधै माग्न लोभीदेखि नै डर थियो। सुन्तलीले चलाकीपूर्ण स्वरमा भनिन्, आमा म त जेठी भइसके, अब घर धन्दा र पूजा पाठमा लाग्ने हो। यो राम्रो रातो साडी कान्छी बहिनीलाई दिनुस्, उनी भर्खरकी छिन्, उनलाई सुहाउँछ। म त यो सादा साडीमै चित्त बुझाउँछु। यो सुनेर सासू र ससुरा गदगद भए। सासूले भनिन्, धन्न भगवान, यस्तै त्यागी बुहारी पाए। हुँदैन नानी, तिमी जेठी हौ, घरको इज्जत हौ। यो महँगो साडी तिमीले नै लाउनु पर्छ, कान्छीले त अर्को पटक पाइहाल्छ नि। सुन्तलीले नाइ नाइ भन्दै जबरजस्ती त्यो महँगो साडी हात पारिन्। उनको भित्री मनमा लड्डु फुट्यो। पुतलीलाई यो कुरा साह्रै भएन, उनलाई सामान्य साडी पर्यो। रिसको जोकमा पुतली राति सासूको कोठामा गइन् र भनिन्, आमा हजुरलाई थाहा छ दिउँसो दिदीले आफ्नो कोठामा श्रीमानसँग के भन्नु हुँदै थियो? उहाँ भन्दै हुनुहुन्थ्यो कि बुढाबुढीको आँखामा छारो हाल्न कति सजिलो छ, अलिकति नाटक गर्दै महँगो साडी आफ्नै हातमा आयो भनेर हाँस्दै हुनुहुन्थ्यो। सासू कौशल्या झस्सङ्ग भइन्। के भनिस्? साँच्चै हो? पुतलीले थपिन्। हो नि आमा, हजुर सोझी हुनुहुन्छ। दिदीले हजुरलाई फन्का मारीमा पारेर सबै सम्पत्ति आफ्नो नाममा पार्ने दाउमा हुनुहुन्छ। यसपटक सासूको मनमा अलिकति शंकाको बिउ रोपियो। केही महिनापछि गाउँमा ठुलो पुराण लाग्यो। सबै गाउँलेहरू जम्मा भएका थिए। सुन्तलीले गाउँलेहरूका अगाडि आफ्नो महान छवि बनाउन कम्मर कसिन्। उनले पण्डितजीलाई दान दिन भन्दै आफ्नो घाटेको सिक्री फुकालेर दिने घोषणा गरिन्। गाउँलेहरूले ताली बजाए। वाह, हरिप्रसादकी जेठी बुहारी त साक्षात लक्ष्मी नै रहेछिन् नि। तर घर फर्किने बेला सुन्तलीले नाटक सुरु गरिन्। बाटोमा रोदै भनिन्, मेरो सिक्री हरायो, मैले दान दिने भनेर राखेको थिएँ, कतै खसिछ कि कसैले लियो। खासमा उनले त्यो सिक्री आफ्नो ब्लाउज भित्र लुकाएकी थिइन्। दान दिने त नियति थिएन, तर वाह कमाउनु थियो। सुन्तलीले घुमाउरो पारामा कान्छी पुतलीमाथि शंका देखाइन्। अघि भिडमा कान्छी बहिनी मेरो नजिकै थिइन्। यति भनेपछि ससुरा हरिप्रसाद रिसाए। पुतली के भएको, साँचो भन् त, इज्जतको कुरा छ। पुतली अब आर्की पारको मोडमा थिइन्। उनलाई थाहा थियो सिक्री सुन्तलीकै साथमा छ। पुतली अगाडि सरिन् र सबैको अगाडि भनिन्, बुवा यदि मैले लिएको छैन भने र दिदीले पनि हराउनु भएको छैन भने अहिले नै खानतलासी गरौँ। यदि दिदीको जिउमा भेटियो भने के गर्ने? सुन्तली तर्सिन्। उनको अनुहार रातो भयो। उनी चिच्याइन्, म सती सावित्री नारीलाई शंका गर्ने? म अहिले नै विष खाएर मर्छु। उनले ठूलो स्वरमा ड्रामा गरिन्, तर पुतलीले आज छोड्ने वालामा थिइनन्। उनले भनिन्, विष खान पर्दैन, मात्र ब्लाउजको बायाँपट्टि छाम्नुस् त आमा। सासू कौशल्या अगाडि सरिन्। सुन्तली पछि हटिन्। सासूले जबरजस्ती गरेर छाम्दा नभन्दै ब्लाउज भित्र लुकाएको सिक्री छामियो। सासूले सिक्री निकालेर बाहिर फालिन्। सबैजना स्तब्ध भए। सुन्तलीको सोझोपनको मुकुण्ड उत्रियो। उनले बहाना बनाउन खोजिन्, ए मैले त बिर्सेछु, राख्न त यहाँ पो राखेकी रहेछु। तर यसपटक हरिप्रसादले भने, बुहारी तिम्रो यो बिर्सिने बानी र राम राम जप्ने बानी भित्रको छल कपट आज देखियो। यही मौकामा पुतलीले सासूको कानमा बिस्तारै भनिन्, देख्नु भयो आमा, मैले भनेको थिएँ नि, दिदी जति बाहिर सेतो देखिनुहुन्छ भित्र त्यति नै कालो हुनुहुन्छ। त्यो दिनदेखि घरको समीकरण बदलियो। सुन्तलीको सोझो नाटकमा सासू ससुराले आँखा चिम्लेर विश्वास गर्न छोडे। उनी अझै पनि पूजा गर्थिन्, तर अब कसैले उनलाई देवी भन्दैनथे। उनको घमण्ड चकनाचुर त भएन, तर उनको जादु चल्नै छोड्यो। उता पुतली जो सधैँ राम्रो बनेर कुरा लगाउँथिन्, उनी अब घरको जासुस जस्तै भइन्। सासू ससुरालाई सुन्तलीको डरले गर्दा पुतलीको कुरा सुन्नुपर्ने बाध्यता भयो। अन्तमा त्यो घरमा न जेठी सुध्रिन् न कान्छी। जेठीले नयाँ जाल बुन्न छोडिनन्, कान्छीले पोल लगाउन छोडिनन्। सासू र ससुरा चाहिँ दुईटै बुहारी उस्तै रहेछन् भन्दै टाउको समाएर दिन काट्न थाले। गाउँलेहरू अहिले पनि भन्छन्, सिमले गाउँको हरिप्रसादको घर महाभारतको कुरुक्षेत्र भन्दा कम छैन। बाहिर शान्त तर भित्र किचलो।